अब हामी यो कन्टेन्ट बनाउने क्रममा हामीले मेन जान्नुपर्ने, बुझ्नुपर्ने, सम्झाउनुपर्ने कुरा के छ भन्दाखेरि मेन भनेको तपाईँले लाज र डर चाहिँ हटाउनै पर्ने हुन्छ है। अब क्यामेरा तिर्स्याएर अरूलाई डिस्टर्ब पो गर्नुभयो भने त, अरूलाई के गर्नुभयो भन्दाखेरि डिस्टर्ब गर्नु भएन होइन। नत्र क्यामेराको अगाडि बोल्नको लागि आफूले अलिकति प्र्याक्टिस पनि गर्ने, लाज भन्ने चिज चाहिँ घरमै राखेर हिँड्यो भने तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि जुनसुकै ठाउँमा, जुनसुकै अवस्थामा पनि के गर्न सकिन्छ, यो कन्टेन्टहरू बनाउन सकिन्छ है। अरूलाई डिस्टर्ब चाहिँ गर्नु भएन, त्यति नै हो। जस्तो म यहाँ ठ्याक्क बाटोमाथि छु, तपाईँलाई यताको सिन पनि देखाइदिन्छु म ठ्याक्कै कहाँ त भन्दाखेरि बाटोमाथि छु। अब यहाँ मान्छेहरू पनि जाने आउने क्रम चल्छ। अब यो सिन पनि लगाएन है। अब यसरी के गर्न सकियो भन्दाखेरि हामीले तुरुन्तै एउटा कन्टेन्ट चाहिँ मेरो एउटा कन्टेन्ट के भयो भन्दाखेरि भइसक्यो। अब यहाँ मान्छेहरू आउने जाने क्रम यहाँ जति छ चलिरहेछ। तिनीहरूले देख्छ कि केही भन्छ कि केही भन्ला कि भन्ने डर अथवा डर मान्ने अथवा लाज मान्ने गऱ्यो भने यस किसिमको कन्टेन्टहरू हामीले के गर्न सकिन्न भन्दाखेरि बनाउन सकिन्न है। त्यसर्थ तपाईँहरूले अब के गर्नुहोस् भन्दाखेरि आफूलाई कसरी हुन्छ आफ्नो कन्फिडेन्सी लेभल चाहिँ बढाउनु पऱ्यो क्या। भिडियो खिच्नको लागि अथवा कन्टेन्ट बनाउनुको लागि आफ्नो मेन भनेको कन्फिडेन्सी लेभल चाहिँ जबसम्म तपाईँले बढाउनुहुन्न नि तबसम्म तपाईँले कन्टेन्ट बनाउन यसरी अब सकेसम्म यो हामीले कस्तो भन्दा ओपन यो ठाउँहरूमा बनायो भने यसको सिनहरूदेखि ठाउँहरूमा बनायो भने भ्युज पनि बढी आउँदो रहेछ है मेरो एक्सपिरियन्समा। त्यसर्थ तपाईँहरूले पनि यस किसिमबाट के गर्छ भन्दाखेरि बनाउने कोसिस चाहिँ गर्नु होला है त। हस् त, धन्यवाद।